हेलो साथीहरू, हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलको फर्स्ट भ्लगमा। आज चाहिँ हामी जाँदैछौँ मेला घुम्न, म र मेरो साथी अनि हाम्रो मामुहरू। अनि हामी बाटोमा पुगेर रमाइलो गर्दै रमाउँदै गइरहेको थियौँ, तर मेरो हात काटिएको थियो तरकारी काट्ने बेला। त्यही भएर मेरो साथी चाहिँ मलाई जिस्काउँदै थियो के। अनि हामी रमाइलो गर्दै गर्दै बाटोमा कुरा गर्दै हाँस्दै गइरहेको थियौँ। तर हाम्रो मामुहरू भने हाम्रो अगाडि अगाडि हुनुहुन्थ्यो कि हामीलाई छोडेर, किनभने उहाँ दुईवटा साथी हो नि त, हामी दुईवटा साथी। अनि त्यही भएर हामी चाहिँ धेरै दुःखी भइरहेको थियौँ कि, रोइरहेको थियौँ हामीलाई छोडेर गइरहेको थियो भनेर। अनि हामी त्यहीँ पुग्दैछौँ, बजार मेलामा पुग्दैछौँ। त्यही भएर मेरो साथीले चाहिँ मेरो भिडियो बनाइदिँदैछ कि। अनि हाम्रो मामुहरू चाहिँ हामीलाई छोडेर अगाडि अगाडि हाम्रो भिडियो बनाइदेऊ भनेर समय हिँडिराख्नु भएको थियो कि। त्यही भएर देखेर हामीलाई पनि कस्तो रुन मन लाग्यो, त्यही भएर रोइरहेको थियौँ। अनि रमाइलो गर्दै गर्दै भिडियो बनाइदिँदै जाँदै थियौँ। अनि बाटोमा भोक लागेर हामी एउटा चौतारामा बसेर कुरकुरे खाँदैथ्यौँ। त्यही भएर भिडियो बनाउँदै रमाउँदै कुरकुरे खाइरहेको थियौँ। यो चाहिँ म कुरकुरे खाइरहेको छु अनि मेरो साथीले चाहिँ भिडियो बनाइदिँदैछ मेरो। अनि ऊ चाहिँ मेरो साथी, ऊ चाहिँ मेरो बेस्ट फ्रेन्ड। अनि हामी चाहिँ मेलामा पुगिसक्यौँ। मेलामा पुगेर रमाइलो गर्दै भिडियो बनाउँदै हामी चाहिँ घुमिरहेको थियौँ के। अनि आज चाहिँ मेलामा खासै भिड थिएन, किनभने लास्ट दिन थियो नि त, त्यही भएर। अनि हाम्रो मामुले चाहिँ हामीलाई यहाँ पनि छोड्नु भएन कि, भिडियो बनाइदेऊ भनेर परेसान गरे। अनि हामीले पनि भिडियो बनाइदियौँ। अनि हामी चाहिँ घुमिरहेको थियौँ। आज चाहिँ यति भिड थियो हाम्रो मेलामा महेन्द्रनगरमा। अनि गायक पनि आएका थिए। अनि हामी चाहिँ गीत गाउँदै रमाउँदै भिडियो बनाउँदै गइरहेको थियौँ। अनि त्यसपछि अलि रात पर्न आँट्यो। त्यसपछि हामी मेला हेरेर अलि बेर घर गयौँ। मेरो भ्लग लास्टसम्म हेरिदिनु भएकोमा हजुरलाई धन्यवाद। बाई बाई।